नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ ई प्रोपर्टी नेपाल। यहाँ तपाईँले बिक्री तथा भाडामा रहेका घर, जग्गा तथा व्यवसायको भिडियो हेर्न सक्नुहुनेछ। र आज पनि हामी अर्को बिक्रीमा रहेको घरको भिडियो लिएर आएका छौँ। काठमाडौँको बालुवाखानीमा रहेको आकर्षक 2.5 तले घर बिक्रीमा। यो घर काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 10 बालुवाखानी नगर अस्पताल चोकमा सुकेधारा रिङ रोडबाट मात्र 1.5 किलोमिटरको दूरीमा रहेको छ। 4 आना एकदम क्षेत्रफल भएको यो घरको मोडा दक्षिण पूर्व दिशातर्फ फर्किएको छ। गेटबाट भित्र छिर्दा हजुरहरूले पार्किङ गर्ने ठाउँ देख्न सक्नुहुनेछ, जसमा 1 कार र 3 बाइक अट्ने क्षमता रहेको छ। घरको भुइँतलामा प्यासेज सिस्टम भएको 2 बेडरुम, 2 किचन र 1 बाथरुम रहेको छ। घरको पहिलो तलामा 3वटा बेडरुम, 1 लिभिङ रुम, 1 बाथरुम र बाल्कोनी रहेको छ। घरको माथिल्लो तलामा 1 स्टोर रुम सहितको किचन, 1 पूजा कोठा, 1 बाथरुम र खुल्ला छत रहेको छ। घरको बारेमा थप विवरणहरू। घर 4 आना एकदम क्षेत्रफलमा निर्माण भएको। घरको मोडा दक्षिण पूर्व दिशातर्फ फर्किएको। घर नजिकैबाट सार्वजनिक गाडीहरू चल्ने भएकोले आवत जावत गर्न सजिलो हुने। घर शान्त तथा पारिवारिक वातावरणमा भएको। घर 13 फुटे पिचबाट अगाडि रहेको। घरमा 13,000 लिटरको रिजर्भ पानी ट्याङ्की भएको। घरमा 12 बाई 12 को पिल्लर भएको। घरको सिँढीमा फलामको रेलिङ र मार्बल लगाइएको। घरमा 1 कार र 3 बाइकको लागि पार्किङ स्पेस भएको। घरमा सोलर वाटर हिटर जडान गरिएको। घरमा सोलर वाटर हिटर जडान गरिएको। अस्पताल, स्कुल, कलेज, मार्ट, ब्याङ्क घर नजिकै भएको। र घरमा सामान्य सुविधा जस्तै पानी, बत्ती, ढल, इन्टरनेट लगायतको सम्पूर्ण सुविधा सम्पन्न भएको। यस घरको मूल्य तल भिडियोको डिस्क्रिप्सनमा राखिएको छ र घर धनीको सम्पर्क नम्बर हजुरले यसै युट्युब भिडियोको टाइटलमा देख्न सक्नुहुनेछ। थप जानकारीको लागि हजुरले सिधै घर धनीको सम्पर्क नम्बरमा सम्पर्क गरी बुझ्न सक्नुहुनेछ। यस्तै अरू बिक्रीमा रहेको आकर्षक घरको भिडियो हेर्नका लागि हजुरले हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी हाम्रो च्यानलमा रहेको अन्य भिडियोहरू हेर्न सक्नुहुनेछ, अथवा हाम्रो वेबसाइट www.epropertynepal.com मा लगइन गरी पनि हेर्न सक्नुहुनेछ। र यदि तपाईँ पनि आफ्नो बिक्री तथा भाडामा रहेका घर, जग्गा साथै व्यवसायको यसै गरी विज्ञापन गर्न चाहनुहुन्छ भने माथि देखिएको सम्पर्क नम्बरमा सम्पर्क गरी विज्ञापन गर्न सक्नुहुनेछ। धन्यवाद।